नमस्कार साथीहरु, तपाईहरुलाई फेरि पनि स्वागत रहेछ गोर्खा नेपाल युट्युब च्यानलमा। सरकारी जागिर त्यसमा पनि वर्दीको शान र मानको कुरा चाहिँ बेग्लै हुन्छ। धेरै नेपाली युवाहरूको सपना हुन्छ कि त देशको माटोको रक्षा गरौँ अर्थात नेपाल आर्मी बनौँ, कि त समाजमा शान्ति सुरक्षा कायम गरौँ अर्थात नेपाल प्रहरी बनौँ। तर जब फार्म भर्ने बेला आउँछ एउटा ठूलो दोधारा उत्पन्न हुन्छ। कुनमा जागिर खाँदा मेरो भविष्य सुरक्षित होला त, र कसको तालिम चाहिँ कत्रो गाह्रो हुन्छ, र सबैभन्दा महत्त्वपूर्ण कुरा अवकाश र पेन्सन चाहिँ कसको छिट्टो आउँछ। आजको यो विशेष भिडियोमा हामी कुनै किताबी कुरा गर्ने होइन, अधिकारी तथ्याङ्क, सेवा सुविधा र करियर ग्रोथको आधारमा नेपाल आर्मी सैन्य र नेपाल प्रहरी जवान बीच बडी टु बडी तुलना गर्नेछु। र भिडियोको अन्तमा म एउटा यस्ता गोपनीय कुरा भन्नेछु जसले तपाईलाई कुन पद रोज्नु पर्ने निर्णय लिने 100% मद्दत गर्नेछ। त्यसैले यदि तपाई पनि सुरक्षा निकाय तर्फको जागिर खान सोच बनाउनु भएछ भने यो भिडियोलाई पुरा अन्तसम्म हेर्नु होला। ल त सुरु गरौँ आजको यो महासंग्राम। लाभ यहाँ हेर्नु। सबैभन्दा पहिला कुरा गरौँ जसले सबैले आफ्नो तर्फ आकर्षित गर्छ, त्यो हो तलब अर्थात सैलरी। सरकारी नियम अनुसार दुवैको आधारभूत तलबमा धेरै ठूलो फरक छैन, तर राशन र भत्ताले गर्दा हातमा पर्ने रकम अर्थात नेट सैलरी फरक हुन सक्छ। त्यसपछि अब तल हेर्नु, म सबै थोक क्लियर पारी लेखिदिएछु। सबैभन्दा पहिला सुरुवाती आधारभूत तलब अर्थात बेसिक सैलरी र अर्को तर्फ थप सेवा सुविधाहरू। योमा सबैभन्दा पहिला कुरा गरौँ नेपाल प्रहरी जवानको बेसिक सैलरी बारे। यसको सुरुवाती तलब लगभग 26,802 रुपैयाँ हुन्छ र सेवा सुविधाहरूमा नेपाल प्रहरी जवानले राशन भत्ता, पेन्सन भत्ता र फिल्ड भत्ता समेत भेटाउने गर्छ। अब धेरै साथीहरु चाहिँ कमेन्ट गर्नुहुन्छ कि सर नेपाल प्रहरीमा त पेन्सनै भेटाउँदैन र यो कुरा पनि सत्य हो। त्यही भएर यसलाई चाहिँ अलिकता विस्तार रूपमा बुझ्नु। यदि तपाईले 2076 साउन 1 पछि सरकारी सेवामा प्रवेश गर्नुभयो भने तपाईको पेन्सन पुरानो स्केलको नभई योगदानमा आधारित हुन्छ। यसमा तपाईको मासिक तलबबाट 6% रकम कटा गर्नेछ र सरकारले पनि थप 6% रकम थप गरेर पेन्सन कोषमा जम्मा गरिदिन्छ र यो रकम चाहिँ अवकाशपछि पेन्सनको रूपमा वा एकमुष्ट प्राप्त गर्न सक्नुहुन्छ। ल यहाँसम्म राम्रोसँग क्लियर भ्याउनुभयो कि नेपाल प्रहरीमा पेन्सन छ कि छैन र छ भने कसलाई भेटाउने गर्छ र कसरी भेटाउने गर्छ। यदि अहिले पनि मनमा डाउट छ भने मलाई कमेन्टमा सोध्नु होला, म तपाईको प्रत्येक कमेन्टको रिप्लाई दिनेछु। त्यसपछि अब कुरा गरौँ नेपाल आर्मी सैन्यको बेसिक तलब बारे। यसको बेसिक तलब लगभग रु 22,680 रुपैयाँबाट सुरु हुन्छ र सेवा सुविधाको कुरा गरौँ भने नेपाल आर्मी सैन्यलाई निशुल्क खाना, आवास र लुगा कपडा भेटाउने गर्छ। त्यसैले राशनको पैसा प्रय मेस व्यवस्थापनमै जानेछन् र नेपाल प्रहरी जवानको एउटा फाइदा के छ भने तपाईले राशन बापत पैसा नगद पाउनुहुन्छ। यदि तपाई घरको आसपास वा सस्तो ठाउँमा हुनुहुन्छ भने त्यो पैसा बचाउन सक्नुहुन्छ। यहाँ नोट्समा हेर्नु, यहाँ नोट्समा पनि लेखिदिएछु। नेपाल प्रहरीमा राशन बापतको पैसा हातमा आउँछ, जबकि आर्मीमा ब्यारक भित्रै खानाको व्यवस्था हुनाले राशनको पैसा प्रय मेस नै काट्नेछ। सरल भाषामा भन्दाखेरि यदि तपाईलाई हातमा धेरै पैसा चाहिन्छन् भने प्रहरी ठिक हुन्छ, तर ढुक्कसँग बस्ने र खाने व्यवस्था खोज्दै हुन्छ भने आर्मी प्याकेज राम्रो हुन्छ। अब तपाईको आफ्नो इच्छा, तपाईले के चाहियो। त्यसपछि अब नम्बर 2 मा कुरा गरौँ शिक्षक योग्यता अर्थात एजुकेसनको। अगाडि गएर हामीहरु तालिम बारे पनि कुरा गर्नेछौं, तर यो सबै जान्नु भन्दा पहिला साथीहरु भिडियो यदि इन्फर्मेटिभ लागिरहेछ भने भिडियोले एउटा लाइक गरिदिनु होला र तपाई लोकसेवाको जुनसुकै निकायको तयारी गर्दै हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन बटन अन गरिहाल्नु होला। अल नोटिफिकेसन बटन अन गरे पश्चात के हुन्छ भने मैले लोकसेवा सम्बन्धी न्यू अपडेट र त्यसका साथै साथ मोडल क्वेशनहरु हाल्छु, त्यो चाहिँ तपाईको समक्ष सबैभन्दा अगाडि पुगिहाल्छ। अब कुरा गरौँ पढाइको। धेरैलाई लाग्छ दुबईमा उस्तै हो, तर यहाँ चाहिँ सानो भिन्नता छ। अब त्यो चेन्जिङ चाहिँ के हो त्यो चाहिँ यहाँ हेर्नु। सबैभन्दा पहिला कुरा गरौँ नेपाल आर्मी सैन्यको शिक्षक योग्यता बारे। नेपाल आर्मी सैन्य बन्नका लागि कक्षा 8 उत्तीर्ण र कम्तीमा 2 GPA हुनु नै पर्छ र यदि तपाई SE उत्तीर्ण हुनुहुन्छ भने पनि 8 कक्षाको सर्टिफिकेट अनिवार्य चाहिन्छ। यदि तपाईसँग 8 कक्षाको सर्टिफिकेट छैन र कक्षा 8 मा चाहिँ 2 GPA भन्दा कम हो भने तपाईले नेपाल आर्मी सैन्य बन्न चाहिँ गाह्रो हुन्छ। त्यसपछि अब कुरा गरौँ नेपाल प्रहरी जवानको शिक्षक योग्यता बारे। नेपाल प्रहरी जवान बन्नका लागि न्यूनतम SE वा 16 उत्तीर्ण र SE मा 2 GPA र कुनै पनि विषयमा D+ भन्दा कम नभएको हुनुपर्छ। यदि तपाईको कुनै पनि विषयमा D+ भन्दा कम छ भने तपाईले चाहिँ नेपाल प्रहरी जवानमा फर्म भर्न चाहिँ गाह्रो हुन्छ। ल यहाँसम्म सबैजना राम्रोसँग क्लियर भ्याउनुभयो कि नेपाल आर्मी सैन्य बन्नका लागि कति शिक्षक योग्यता चाहिन्छ र नेपाल प्रहरी जवान बन्नका लागि कति। अब कुरा गरौँ नम्बर 3 मा तालिमको अर्थात ट्रेनिङको। यो त्यो समय हो जहाँ तपाईको शरीर र दिमागलाई फलाम जस्तै बलियो बनाउनेछ। तालिमको अवधि र प्रकृतिकमा चाहिँ केही भिन्नता छ। सबैभन्दा पहिला कुरा गरौँ नेपाल आर्मीको तालिम बारे। नेपाल आर्मी तालिम लगभग 9 महिना अर्थात 36 हप्ताको हुन्छ र नेपाल आर्मीको
तालिम शारीरिक रूपमा निकै कठिन र चुनौतीपूर्ण मानिन्छ। यसमा हतियार चलाउने, युद्धकला र व्यारक अनुशासनमा चाहिँ बढी जोड दिनेछन् र नेपाल आर्मीमा चाहिँ अनुशासन भगवान बराबर मानिन्छ। त्यसपछि अब कुरा गरौँ नेपाल प्रहरीको। नेपाल प्रहरी जवानको तालिम लगभग 7 देखि 9 महिनाको हुनेछन्। यसमा शारीरिक कसरतका साथै कानून, मानव अधिकार, भीडभाडा नियन्त्रण र अपराध अनुसन्धानका आधारभूत कुराहरू सिकाइनेछन् र आर्मीको तुलनामा यहाँ दिमाग र कानूनी ज्ञानको प्रयोग चाहिँ बढी हुन्छ। हेर्नु, यति डिटेलमा तपाईले पुरा युट्युबमा एउटा पनि भिडियो भेटाउने छैन। यदि विश्वास छैन भने गएर सर्च हान्नु। त्यसपछि अब यहाँ नम्बर 4 मा हेर्नु कि कुन पद रोज्दा तपाईको भविष्यका लागि राम्रो हुन्छ। यहाँ चाहिँ तुलनात्मक विश्लेषण गरिदिएछु। यहाँ तपाईहरु हेर्दै हुन्छ नेपाल आर्मी सैन्य र अर्कोतर्फ नेपाल प्रहरी जवान। योमा सबैभन्दा पहिला कुरा गरौँ यो दुवैको काम प्रकृति बारे कि कसको काम चाहिँ के हुन्छ। नेपाल आर्मीको काम व्यारक प्रणाली, अनुशासन कडा, सीमा सुरक्षा र विशेष अपरेसन गर्ने काम हुन्छ। अर्कोतर्फ नेपाल प्रहरी जवानको काम नागरिकसँग प्रत्यक्ष सम्पर्क राख्ने, शान्ति सुरक्षा कायम राख्ने र ट्राफिक व्यवस्थापन मिलाउने। त्यसपछि अब जानु अवकाश र पेन्सन बारे। नेपाल आर्मी सैन्य 16 वर्ष सेवा गरेपछि पेन्सनको सुविधा पाइहाल्छ र एउटा महत्त्वपूर्ण कुरा, नयाँ नियम अनुसार अलिकता फरक हुन सक्छ। अर्कोतर्फ नेपाल प्रहरी जवानको कुरा गरौँ भने नेपाल प्रहरी जवान 20 वर्ष सेवा गरेपछि पेन्सनको सुविधा पाइहाल्छ। त्यसपछि अब कुरा गरौँ विदेश जाने अवसर कसलाई भेटाउने सम्भावना चाहिँ बढी हुन्छ। नेपाल आर्मीलाई शान्ति सेना अर्थात UN मिसनमा जाने अवसर चाहिँ बढी हुन्छ, जसले चाहिँ तपाईको आर्थिक अवस्था सुधार्ने ठूलो मद्दत गर्नेछ। अर्कोतर्फ नेपाल प्रहरीमा शान्ति सेनामा जाने अवसर आर्मीको तुलनामा कम हुन्छ। त्यसपछि अब कुरा गरौँ कुनमा जागिर खाएपछि फ्यामिलीसँग समय बिताउने समय चाहिँ बढी भेटाउनेछ। आर्मीमा घरबाट टाढा ब्यारकमै बस्नु पर्ने हुन्छ र नेपाल प्रहरीमा बढी जसो नागरिक क्षेत्रमा ड्युटी हुन्न हुनाले समाजसँग नजिक भइन्छ र तपाईको पोस्टिङ यदि तपाईको घरको वरिपरि भएछ भने तपाई आफ्नो ड्युटी सिधाएर आफ्नो घर जान सक्नुहुन्छ। अब यो सबै थोक म तपाईलाई बताइदिए। अब योमा चाहिँ तपाईको आफ्नो इच्छा, तपाईको लागि कुन बेस्ट हो। र योमा मेरो विचार के छ भने यदि तपाईलाई बढी विदेशिक अवसर अर्थात UN मिसन र कडा अनुशासन मन पर्छ भने नेपाल आर्मी उत्तम रोजाइ हुन सक्छ। आर्मीमा 16 वर्षमा पेन्सन आउने हुनाले छिट्टो अवकाश लिएर अर्को काम गर्ने सुविधा पनि हुन्छ। तर यदि तपाईले नागरिकसँग घुलिमिली काम गर्न चाहनुहुन्छ, समाजमा आफ्नो प्रभाव प्रत्यक्ष देखाउन चाहनुहुन्छ र कानूनी ज्ञानमा रुचि छ भने नेपाल प्रहरी रोज्नु राम्रो हुन्छ। प्रहरीमा तलब अर्थात हातमा आउने नगद आर्मीको तुलनामा केही बढी देखिन्छ, किनकि राशनको पैसा नगद पाइनेछन्। तपाईको रुचि र भविष्यको लक्ष्य विदेश जाने कि नेपालमै समाजमा बस्ने अनुसार निर्णय लिनु होला। यदि तपाईलाई साहसी जीवन मन पर्छ, देशको सीमाना रक्षा गर्ने जोश छ र भविष्यमा UN मिसनमा गएर राम्रो पैसा कमाउने सपना छ भने नेपाल आर्मीको सैन्य तपाईको लागि बेस्ट हो। तर यदि तपाईलाई समाजको बीचमा बसेर काम गर्नु मन पर्छ, अपराधी समात्ने र कानूनी कार्यवाही गर्ने इच्छा छ र जनतासँग चाहिँ प्रत्यक्ष रूपमा जोड्न चाहनुहुन्छ भने नेपाल प्रहरी जवान नै तपाईको लागि सही बाटो हो। प्रहरीमा तपाई समाजको ऐना बन्नुहुन्छ। साँचो भन्नु पर्दा दुवै पद आफ्ना ठाउँमा महान छन्। अब तपाई भन्नुहोस् कि तपाईले आर्मीको कडा अनुशासन मन पर्छ कि प्रहरीको पब्लिक सर्भिस। तपाई कमेन्टमा बताउनु होला, तपाईको सपना पक्कै पूरा हुनेछ। र अर्को कुरा, यदि तपाईले लोक सेवा सम्बन्धी कुनै पनि जानकारी चाहियो भने कमेन्टमा निसंकोच भन्नु होला। तपाईलाई बुझ्न खाली तपाईको समक्ष त्यो प्रश्नको उत्तर पुगिहाल्छ। र साथीहरु, यदि तपाईलाई यो भिडियो जानकारीमूलक लाग्यो भने यस्तै लोक सेवाका न्यू अपडेटका साथै साथ लोक सेवाको जति पनि निकाय छ सबै निकायका मोडल क्वेशनहरु सबैभन्दा अगाडि हेर्नका लागि च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन बटन अन गरिहाल्नु होला। र यो भिडियोलाई आफ्नो त्यो साथीहरुसँग शेयर गर्नु जुन साथीहरु चाहिँ नेपाल प्रहरी र नेपाल आर्मीको तयारी गरिराख्नु भइरहेछ अथवा कन्फ्युज हुनुहुन्छ कि कुन रोज्दा उहाँको भविष्यका लागि चाहिँ राम्रो हुन्छ त्यस्ता साथीहरुसँग। त ल साथीहरु, फेरि भेटौँला यस्ता नै इन्फर्मेटिभ भिडियोको साथ एकदमै चाँडो। तबसम्मको लागि नमस्कार।